वर्षसम्म 30-35 वर्षसम्म हामीले सबै पार्टीहरूलाई हेऱ्यौँ र उहाँहरूलाई हामीले बहुमतले पनि जिताएकै हो हैन। तर उहाँहरूले आफ्नो व्यक्तिगत स्वार्थ पारिवारिक स्वार्थमा मात्रै लागिरहनु भयो, देश र जनताको लागि खास केही पनि गर्नु भएन। त्यसकारण हामीलाई चाहिँ अहिले युवा नेता बालेन हुनुहुन्छ हैन, अनि रवि लामिछाने हुनुहुन्छ। उहाँहरूले हामीले गरेको काम जस्तो बालेन शाहले काठमाडौँमा गरेको योगदानहरू हेऱ्यौँ, अनि रवि लामिछानेले चाहिँ पहिला यति उसमा पत्रकार हुँदाखेरि पनि धेरै गर्नुभयो, विदेशमा दुःख पाएका नेपालीहरूलाई उद्धार गर्नुभयो, हस्पिटल बनाउनु भयो, उहाँहरूको हामीले देख्यौँ। त्यसको हामीले मूल्याङ्कन गऱ्यौँ कि त्यो कारणले गर्दाखेरि उहाँहरूले केही गर्नुहुन्छ कि भन्ने हामीलाई आश छ हैन। नेपाली प्रत्येक जनतालाई आश छ, निराश भएका जनताहरूलाई। अब हाम्रो देशमा नेपालमा भ्रष्टाचारले बिगबिगी भइरहेको छ, आफन्त नातावाद यस्तो भइरहेको छ, रोजगारी छैन, जनताहरू एकदमै निराश छन्। त्यसकारण योचोटि हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताएर बालेन शाहलाई प्रधानमन्त्री बनाएर र हाम्रो यो क्षेत्र नम्बर 2 बाँकेको विवेक कुमार श्रेष्ठ युवा नेता हुनुहुन्छ, उहाँहरूलाई पनि जिताउने विचार गरेका छौँ। धन्यवाद।